राम्रोसँग हेर्दा मात्रै थाहा हुन्थ्यो सायद त्यो मानिसले बसको सिटको डन्डीलाई बङ्ग्याउन खोजिरहेको छ, तर उसले आफ्नो पुरै बल लगाउँदा पनि त्यो डन्डीलाई बङ्ग्याउन सकिरहेको थिएन। यो घटनाले खुद ऊ आफैलाई विश्वास लागिरहेको थिएन, किनकि केही बेर अगाडि मात्र उसले एउटा ठूलो स्टिलको पाइपलाई पुरै भाँचिदिएको थियो, तर अहिले किन उसले त्यो डन्डीलाई बङ्ग्याउन सकिरहेको छैन। उसले फेरि दुवै हात लगाएर कोसिस गर्छ, तर फेरि पनि उसको कोसिस असफल हुन्छ। अब ऊ झ्यालतिर अलिकति ढल्किएर आरामसँग बसिरहेको हुन्छ, तर बस एकदमै नराम्रो गरी हल्लिन थाल्छ। तर त्यो बस हल्लिएको मात्र थिएन, पुरै खतरनाक एक्सिडेन्ट भएको थियो। सबै मानिसहरू कुनै पनि हालतमा बाहिर निस्कन सफल भएका थिए, तर एकजना बच्चा र उसको आमा सिटको बीचमा फसिरहेको थियो। त्यो देखेर एडम बचाउनको लागि दौडेर जान्छ। एडमले दुवै हात लगाएर पुरै बल लगाएर बचाउने कोसिस गर्छ, तर सकिरहेको हुँदैन। ठिक त्यसै बेला उसलाई एउटा कुरा याद आउँछ। त्यो याद अरू केही नभएर एउटा औषधि थियो। उसले एउटा औषधि झिकेर हतार हतार खायो। तब केही क्षणमै उसको शरीरमा एकदमै खतरनाक तरिकाले बल